मानिसलाई कमजोर बनाउन सक्ने थुप्रै कुराहरू हुन सक्छन्। विशेष गरी मानिसहरूलाई मानसिक रूपमा, शारीरिक रूपमा, भावनात्मक रूपमा, सामाजिक रूपमा र आर्थिक रूपमा कमजोर बनाउन सक्ने कुराहरू के हुन सक्छन् त यो विषयमा चर्चा गर्नेछौँ र यी कमजोर बनाउन सक्ने कुराहरूबाट आफूलाई कसरी बलियो बनाउन सकिन्छ यो विषयमा पनि हामी चर्चा गर्नेछौँ। मानिसलाई मानसिक, शारीरिक, भावनात्मक वा सामाजिक रूपमा कमजोर बनाउन सक्ने विभिन्न कारक तत्त्वहरू हुन्छन्। यदि ती कुराहरूलाई बुझेर त्यसबाट आफू टाढा रहन सक्यो भने मानिसले आफूलाई बलियो बनाउन सक्छ र उसले हरेक कुराहरूमा अगाडि बढ्न सक्छ। मानिसले कमजोर बनाउने थुप्रै कुराहरू छन्। त्यो मानसिक कुराहरू हुनसक्छ, त्यो शारीरिक कुराहरू हुनसक्छ, यी यावतका कुराहरू हुनसक्छन् हैन। ती कुराहरूले मान्छेहरूलाई कमजोर बनाइरहेको हुन्छ। मान्छे ती कुराहरूमा कमजोर हुँदै गर्दाखेरि चाहिँ उसले चाहेको कुराहरू प्राप्त गर्न नसक्ने, उसले आँटेको कुराहरूमा सफलता प्राप्त गर्न नसक्ने लगायतका कुराहरूको समस्या सृजना हुन सक्छ। त्यसो भए मानिसहरू कमजोर हुन सक्ने कुराहरू के होलान् त? मानिसलाई कमजोर बनाउने कुराहरू के हुन सक्छन् त? आउनुहोस् त्यो विषयमा चर्चा गरौँ। नमस्ते, म खुमेश सुवेदी। यहाँहरू हेर्दै हुनुहुन्छ खुमेश सुवेदी अफिसियल च्यानल। पहिलो नम्बरमा मानिसलाई मानसिक रूपमा कमजोर बनाउन सक्ने थुप्रै कुराहरू हुन सक्छन्। हामी यो विषयमा कुरा गर्दैछौँ। मानसिक रूपमा कमजोर बनाउने अर्थात् मानसिक रूपमा मान्छे कसरी कमजोर हुन्छ त? यो कुरामा सबैभन्दा पहिलो कुरो हो नकारात्मक सोचाइ। यदि सधैँ नराम्रो कुरा मात्रै सोच्ने तपाईँको बानी छ भने त्यो नराम्रो कुरा सोच्ने बानीले तपाईँको आत्मबल घटाउँछ। त्यसले आत्मबल घटाउँदै गर्दा तपाईँलाई समस्या निम्त्याउन सक्छ। मान्छेलाई आत्मबल जब घट्छ उसको आत्मविश्वासमा कमी आउँछ। आफूलाई असक्षम सम्झनु, म कमजोर हुँ, म कमजोर बने भन्ने सम्झनु सबैभन्दा प्रमुख कारण हो। त्यसैले आत्मविश्वासको कमी पनि मान्छेलाई कमजोर बनाउने मध्येको एउटा कुरा हो। त्यो सँगसँगै अत्याधिक डर र शङ्का मान्छेलाई झनै कमजोर बनाउन सक्ने मानसिक कुराहरू मध्येको मान्छेलाई झनै कमजोर बनाउने त्यो पनि अर्को कुरा हो, जसले गर्दा नयाँ कुराहरू सिक्न वा अवसर लिन डराउनु र कमजोरीहरूको सङ्केत हुन सक्छ हैन। यदि तपाईँ नयाँ कुरा सिक्न वा अवसरहरू लिन तपाईँ डराउनुहुन्छ भने तपाईँको त्यो कमजोरीहरूको सङ्केत हुन सक्छ। त्यसैले तपाईँले यो कुरालाई पनि ख्याल गर्नुपर्छ। र सँगसँगै मानसिक रूपमा कमजोर बनाउने अर्को कुरा छ सस्तो मनोरञ्जन। यतिखेर सोसियल मिडिया एडिक्सन, गेमिङ एडिक्सन, मान्छेहरू एकदमै एडिक्ट भइसकेका छन् हैन। यसको उपयोगीमा ध्यान नदिएर मान्छेहरूले समय खेर फालिरहेका छन्। त्यसमा मान्छेले समय खेर फाल्दै गर्दा मानसिक रूपमा ऊ कमजोर हुँदै गइरहेको हुन्छ। यसले गर्दा उसलाई झनै धेरै समस्यामा पाइरहेको हुन्छ। पहिलो नम्बरमा मानिसलाई कमजोर बनाउने कुराहरूमध्येको मानसिक रूपमा कमजोर बनाउने कुराको बारेमा हामीले छलफल गरेका छौँ। दोस्रोमा शारीरिक रूपमा कमजोर बनाउने कुराहरू के होला त? यो विषयमा पनि हामी चर्चा गरौँ। शारीरिक रूपमा कमजोर बनाउने पहिलो कुरा हो अस्वस्थ खानपान। हामीले पछिल्लो अवस्थामा अत्याधिक मात्रामा जङ्क फुडको सेवन गर्छौँ र सँगसँगै मदिरापान र धुम्रपान पनि अत्याधिक मात्रामा प्रयोग भइरहेको हामी देखिरहेको छौँ। यी कुराहरूले मान्छेलाई कमजोर बनाउँछ। यसकारणले गर्दा त्यो अस्वस्थ खानपानले मानिसलाई शारीरिक रूपमा कमजोर बनाइरहेको छ। त्यसैगरी व्यायामको कमी, शरीरलाई सक्रिय नराख्दाखेरि शरीरमा ऊर्जा घट्छ, तपाईँको शरीरको ऊर्जा घट्छ र तपाईँले कमजोरी महसुस हुन्छ। त्यसैले जब तपाईँ कमजोर तपाईँले महसुस गर्नुहुन्छ तपाईँले अन्य कुराहरूमा सक्रिय भएर काम गर्न सक्नुहुन्न। त्यस्तै छ अर्को छ पर्याप्त मात्रामा तपाईँको निद्रा पूरा नहुनु। हामी राम्रो निद्रा यदि पुगेन भने हाम्रो दिमाग र शरीर दुवै कमजोर हुन्छ। यदि दिमाग र शरीर दुवै कमजोर भयो भने तपाईँले कुनै पनि कुराहरू गर्न सक्नुहुन्न। दिमाग कमजोर भयो भने तपाईँले सोच्न सक्नुहुन्न, तपाईँको माइन्ड सक्रिय नहुँदै गर्दा तपाईँको बडी पनि शिथिल हुँदै जान्छ र तपाईँ दिनानुदिन तपाईँ कमजोर हुँदै जानुहुन्छ। त्यसैले गर्दा तपाईँको यो कुरालाई पनि तपाईँले ख्याल गर्नु जरुरी छ। शारीरिक रूपमा कमजोर बनाउने कुराहरूमध्ये मैले तपाईँलाई भनि नै हालेँ, अस्वस्थ खानपान, व्यायामको कमी, पर्याप्त निद्राको अभाव तपाईँको महत्त्वपूर्ण कुरा हुन्छ। अर्को रहेको छ तेस्रो नम्बरमा भावनात्मक रूपमा कमजोर बनाउने कुराहरू के होला त? हामीलाई अतिरिक्त संवेगात्मक निर्भरता, जस्तो हामी अरूको अनुमोदनमा मात्र रमाउँछौँ, अरूले जे भन्छ त्यसमा मात्रै हामी रमाउने कुराहरू गरिरहेका हुन्छौँ। सँगसँगै अर्को चाहिँ तपाईँले आफ्नो मूल्य थाहा नपाउनु हैन। तपाईँले आफ्नो मूल्य थाहा नपाउनु, अरूको अपेक्षा अनुसार तपाईँ चल्न खोज्नु, तपाईँले मैले यो गर्न सक्छु, मैले यो गरेको छु भन्ने तपाईँले गर्न त्यो खालको तपाईँको सोचै हुन नसक्नु हैन। तपाईँलाई अरूले जे निर्देशित गर्छ, तपाईँलाई जे गर भन्छ तपाईँले त्यो मात्र गर्नु तपाईँको अर्को ठुलो कमजोरी हुनसक्छ। यसले तपाईँको भावनात्मक रूपमा तपाईँलाई चाहिँ झन्झट कमजोर बनाउन जान्छ। यसको अर्थ तपाईँले आफूले आफ्नो क्षमता नै चिन्न सकिराख्नु भएको छैन। तपाईँसँग पनि त्यो क्षमता छ तर तपाईँले आफूले चिन्नु भएन।
भने अर्काले जे भन्यो जे गरायो त्यो मात्रै गर्ने हैन, त्यो कुरामा मात्र तपाईँ रमाउँदै जानुभयो भने तपाईँको भावनात्मक रूपमा तपाईँ कमजोर बन्दै जानुहुन्छ। अर्को छ रिस, ईर्ष्या र घृणा तपाईँले पाल्नु हैन। तपाईँको यदि तपाईँको भावनात्मक रूपमा कमजोर बन्ने अर्को कारण के हो भने तपाईँको रिस, ईर्ष्या, घृणा तपाईँको मनमा तपाईँले पालिराख्नु। मनमा नकारात्मक भावनाहरू राख्नाले तपाईँको आत्मबल घट्छ। तपाईँले आत्मबल तपाईँको घट्नु भनेको कुनै पनि कुराहरूमा तपाईँले सफलता प्राप्त गर्न नसक्ने हो। त्यसैले यो कुरा तपाईँ अत्यन्तै ख्याल गर्नु जरुरी छ। सँगसँगै अर्को तपाईँले भावनात्मक रूपमा कमजोर बन्ने अर्को कुरा हो विगतमा अड्किरहने, विगतमा अड्किने। हिजो यो थियो, त्यो थियो, यो भयो, त्यो भयो, यस्तो नभइदिएको भयो, त्यस्तो नभइदिएको, यो कुराहरूमा तपाईँ अड्केर बसिरहनु। कतिपय कुराहरू तपाईँले, कतिपय गल्तीहरू तपाईँले जानेर वा नजानेर भइ नै हाल्छन्। कतिपय घटनाहरू जानी नजानी घटिरहेका हुन्छन्। अब हामी पुराना गल्ती वा घटनाहरूलाई सम्झिरहँदाखेरि हामी अगाडि बढ्न गाह्रो हुन्छ। त्यसैले हामीले यस्तो खालको कुरालाई पनि हामीले छोड्नुपर्छ। तपाईँलाई भावनात्मक रूपमा तपाईँ कमजोर बनाउन सक्ने कुरा भनेकै अतिरिक्त संवेगात्मक कुरामा तपाईँ निर्भरता हुनु, आफ्नो मूल्य थाहा नपाउनु, रिस, ईर्ष्या र घृणा पाल्नु र सँगसँगै विगतमा अड्किनु नै तपाईँका भावनात्मक रूपमा कमजोर बनाउने कुराहरू हुन्। त्यसै गरी चौथोमा सामाजिक रूपमा तपाईँलाई कमजोर बनाउने कुराहरू के हुन् त, त्यो बारेमा पनि तपाईँले जान्न जरुरी छ। तपाईँले सामाजिक रूपमा कमजोर बनाउने कुराहरू तपाईँको गलत साथीभाइको साथ हो। पहिलो नम्बरमा हामीले नकारात्मक प्रभाव पार्ने साथीहरू यदि तपाईँ हाम्रो जीवनमा छन् भने त्यहाँनिर तपाईँको समस्या आउन सक्छ। नकारात्मक प्रभाव पार्ने साथीहरू तपाईँले पहिचान गरेर तपाईँले आजको दिनदेखि नै छोड्न सक्नुपर्छ। हो, यो मान्छेले मलाई भोलि समस्या पार्न सक्छ है, यसको माइन्ड नेगेटिभ चलिरहेको छ, यो नेगेटिभ माइन्डेड मान्छे हो भने तपाईँलाई लाग्छ भने तपाईँले आजदेखि नै उसँग दूरी बढाउन सुरु गर्नुपर्छ। अर्को सँगसँगै तपाईँले सामाजिक रूपमा कमजोर बनाउने अर्को कारण के पनि हुनसक्छ भने तपाईँ अरूको दयामा बाँच्ने बानी हैन। ठिकै छ, बिचरा कठै बिचरामा तपाईँ चलिराख्नु भएको छ भने तपाईँ त्यहाँनिर तपाईँलाई चाहिँ सामाजिक रूपमा तपाईँलाई कमजोर बनाइरहेका छन्। तपाईँ समाजमा तपाईँ फाइट गर्न सक्ने मान्छे बन्नुभएको छैन, किनभने तपाईँ त्यहाँ अरूको दयामा बाँचिराख्नु भएको छ। तपाईँले आफ्नै क्षमतामा भर नपरेर अरूको क्षमतामा बाँच्नु तपाईँको अर्को सामाजिक रूपमा तपाईँ कमजोर हुनु हो। र त्यो सँगसँगै तपाईँको झुट बोल्ने बानी अर्को सामाजिक कमजोरी बन्छ। तपाईँको कुनै पनि कुराहरूको लामो समयसम्म झुट टिक्दैन र यसले एक दिन सम्बन्ध र विश्वास सबै बिगार्छ। झुट कुराले तपाईँले केही समयको लागि तपाईँ राम्रो त बन्नु होला, केही समयसँग तपाईँको सम्बन्ध राम्रो पनि बन्ला, तर जब त्यो झुट अरूको अगाडि आउँछ त्यो बेलामा तपाईँको बनेको सम्बन्ध, तपाईँको आजसम्म रहेको विश्वास सम्पूर्ण कुराहरू टुट्छ र यो कुराले तपाईँलाई सामाजिक रूपमा नै कमजोर बनाउन सक्छ। त्यसैले तपाईँ यी कुराहरूमा पनि अत्यन्तै गम्भीर हुन जरुरी छ। त्यसै गरी मान्छेलाई आर्थिक रूपमा कमजोर बनाउने कुराहरू पनि थुप्रै छन्। अब ती आर्थिक रूपमा कमजोर बनाउने कुराहरू के होला त? पहिलो रूपमा तपाईँको आयभन्दा बढी खर्च गर्ने बानी, यसले तपाईँलाई आर्थिक रूपमा कमजोर बनाउँछ। बचत नगर्ने र फजुल खर्च गर्ने बानीले भविष्यमा 100% समस्या ल्याउँछ। हामीले बचत गरिरहेका छैनौँ, खर्च मात्रै बढाइरहेका छौँ भने त्यो बेलामा तपाईँलाई कुनै बेलामा अकस्मात ठुलो रकम चाहियो भने तपाईँले कहाँबाट व्यवस्था गर्ने? त्यसैले तपाईँले आम्दानीभन्दा खर्च बढी गर्नु तपाईँको समस्या, आर्थिक समस्या निम्ति पनि कारक बन्न सक्छ। र त्यो सँगसँगै तपाईँ कमाउने भन्दा पनि ऋण लिने बानी। कतिपय मान्छेको स्वभाव के हुन्छ भने कमाइमा ध्यान नदिने तर अहिलेको व्यवहार मिलाउनको लागि ऋण लिएर व्यवहार मिलाउने बानी हामीले देखिरहेका हुन्छौँ। त्यस्तो खालको मान्छेलाई के हुन्छ भने कालान्तरमा त्यसले समस्या निम्ति आउँछ, किनभने अहिले त उसले ऋण लिएर व्यवहार मिलाउला, तर के छ भने ऋण भनेको त भोलि तिर्नुपर्ने कुरा हो। ऋण भन्दै गर्दाखेरि त्योसँग इन्ट्रेस्ट पनि जोडिएको हुन्छ, अर्थात् ब्याज पनि जोडिएको हुन्छ। हामीले अहिले लिएको सावामा ब्याज सहित हामीले फिर्ता गर्नुपर्ने हुन्छ। तसर्थ तपाईँलाई त्यो ऋणको भुमरीमा तपाईँ दिन प्रतिदिन फस्दै जाने सम्भावना बढी हुन्छ। त्यसले गर्दा तपाईँलाई आर्थिक रूपमा झनै धेरै कमजोर बनाइरहेको हुन्छ। र तपाईँले जब कमाउने भन्दा ऋण बढी लिने बानी गर्नुहुन्छ त्यो बेलामा तपाईँको अनावश्यक ऋणले तपाईँलाई चाहिँ मानसिक तनाव बनाउँछ, तपाईँ डिप्रेसनको शिकार बन्न सक्नुहुन्छ, तपाईँले नचाहिने बाटो तपाईँले रोज्न सक्नुहुन्छ। त्यसैले यो तपाईँको आर्थिक रूपमा कमजोर बनाउने अर्को कारण पनि बनेको हुन्छ। र यो सँगसँगै अर्को आर्थिक रूपमा कमजोर बनाउने अर्को कारण हो आफ्नो सिप नबढाउने र कुनै पनि नयाँ कुरा सिक्ने प्रवृत्ति नै नगर्नु पनि अर्को तपाईँको आर्थिक रूपमा कमजोरी बनाउनु। किनभने तपाईँले यदि नयाँ अवसरहरू खोज्नु भएन भने तपाईँको भविष्य सुरक्षित रहँदैन। हामीले नयाँ अवसरहरू खोज्नुपर्छ। हामी नयाँ अवसर खोज्न नसक्ने अथवा नखोज्ने प्रवृत्तिले के गर्छ भने तपाईँले कमाउन सक्नुहुन्न। कमाउन नसक्नु भनेको तपाईँ आर्थिक रूपमा झन्झन धेरै कमजोर बन्दै जानु हो। त्यसैले आर्थिक रूपमा कमजोर बन्ने कुराहरू तपाईँले आयभन्दा व्यय बढी गर्नु,
अर्थात् तपाईँले आम्दानी भन्दा बढी खर्च गर्नु, तपाईँले नयाँ कुराहरू सिक्ने कुरामा चासो नराख्नु र तपाईँले कमाउने भन्दा पनि ऋणमा बढी रमाउने तपाईँको बानीले गर्दा तपाईँको आर्थिक रूपमा तपाईँले समस्या निम्त्याउन सक्छ। अब यी कुराहरूले तपाईँलाई कमजोर बनाइरहेका हुन्छन्। यी कुराहरूले तपाईँलाई चाहिँ तपाईँको लाइफमा धेरै कुराहरूको कमजोर तपाईँलाई बनाइरहेका हुन्छन्। अब यी कुराहरूबाट बलियो कसरी बन्ने त, त्यसको हामी सर्टकटमा कुरा गर्छौँ। तपाईँ यी कुराहरूबाट तपाईँ चाहिँ बलियो बन्नुपर्ने छ। आफूलाई तपाईँले बलियो बनाउन चाहनुहुन्छ भने तपाईँले आफूले सकारात्मक सोच राख्ने बानी बसाल्नुहोस्, अनुशासनमा बस्ने र सिप बढाउने प्रयास गर्नुहोस्। त्यो सँगसँगै व्यायाम, स्वस्थ खाना र राम्ररी सुत्ने बानी पनि बसाल्नुहोस् र सही साथीहरू रोज्ने र नकारात्मक मानिसबाट जहिले पनि टाढा बस्ने गर्नुहोस् र जहिले पनि तपाईँ आत्मनिर्भर बन्ने र आर्थिक योजना बनाउनु गर्नुहोस्। यदि यति कुराहरू गर्नुभयो भने तपाईँलाई कहिले पनि तपाईँको जीवनमा समस्या आइपर्दैन। अन्यथा हामीलाई यी कुराहरूले कमजोर बनाइरहेका हुन्छन्। हो, मैले यहाँहरूको माझमा मान्छेलाई कमजोर बनाउन सक्ने कुराहरू के हुन सक्छन् त, कुन कुन कुरामा मान्छेहरू कमजोर बनिरहेको हुन्छ र हामीहरूले कुन कुन कुराहरूलाई चाहिँ अभोइड गर्न जरुरी छ, हामीले चाहिँ कसरी आफूले आफूलाई बलियो बनाउने भन्ने कुराहरूको बारेमा तपाईँलाई विशेष गरी जानकारी गराएको छु। विशेष त हामीलाई कमजोर बनाउन सक्ने कुराहरू के हुन सक्छन् भन्ने कुराहरूको बारेमा तपाईँलाई एकदमै धेरै मैले जानकारी गराएको छु र हामी त्यो कमजोरीबाट कसरी हामी बलियो बन्न सकिन्छ, कुन कुन कुराहरूले हामीले अवलम्बन गरियो भने बलियो हुन सकिन्छ भन्ने कुरा पनि मैले यहाँहरूको माझमा बताएको छु। अवश्य पनि यी कुराहरूले यहाँहरूको जीवनमा केही न केही सकारात्मक परिवर्तन ल्याउन सक्छ। यहाँहरूलाई यो कुराहरू कस्तो लाग्यो? यदि मन पर्यो भने कृपया यहाँहरूले यो भिडियोलाई बढीभन्दा बढी सेयर गरिदिनु ताकि अरूले पनि यो महत्त्वपूर्ण कुराहरू थाहा पाऊँ। र साँच्चीकै यहाँहरूलाई मन पर्यो या परेन, कस्तो लाग्यो, कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया जनाइदिनु होला। र यो च्यानलमा यदि कोही नयाँ हुनुहुन्छ भने कृपया यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हुन्छ, आगामी दिनमा म फेरि यहाँहरूको माझमा नयाँ विषयका साथमा उपस्थित हुने बाचाका साथ अहिले बिदा हुन्छु। हवस् त, नमस्ते।